चुडिएर छोरो महाकालीमा बिलायो। दार्चुला पुगेका सांसद हर्क साम्पाङको यो मुटु रुवाउने अनुभवले आज सिङ्गो देशलाई भावुक बनाएको छ। गाउँ गाउँ पुगेर जनताको यथार्थ बुझ्ने क्रममा उहाँ सुदूरपश्चिमको दार्चुला पुग्नु भएको थियो। त्यहाँको अवस्था देखेपछि उहाँले लेख्नु भएको छ, स्वास्थ्य चौकी पुग्न 4 घण्टा लाग्छ, फोन लाग्दैन, 15 जना पुलिस देख्दा मात्रै यो नेपाल हो भन्ने महसुस हुन्छ। सुत्केरी बुहारीलाई औषधि किन्न बजार गएका छोरा तुइन चुडिएर महाकालीमा बिलाएको र कहिल्यै नफर्केको त्यो छोरालाई सम्झेर रुने आमाको बिलौना सुन्दा आफ्नो हृदय भक्कानिएको हर्कले बताउनु भएको छ। त्यो ठाउँ सम्झदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहँ जस्तो लाग्यो। अब राज्यको आँखा त्यता दौडनु पर्छ। उहाँको यो मार्मिक अपिल नयाँ सरकार र सम्पूर्ण नीति निर्माताहरूसम्म पुर्याउन यो भिडियोलाई अहिले नै सेयर गर्नुहोला।